म चाहिँ गाइजहरू म चाहिँ आज बुढीदेखि चुप लागेर चाहिँ म ज्याकपोट खेल्न गइरहेको छु। म चाहिँ ज्याकपोट खेल्न भनेर म निस्केको, कसैलाई नभनिकन, घरमा चाहिँ नभनिकन म टक्क जाँदैछु। अब टक्क जाने, चुप लागेर ज्याकपोट खेलेर आउनु पर्यो। ल हेरौँ है गाइजहरू अब कस्तो हुन्छ। मैले चाहिँ जम्मा आज $100 बोकेर गएको छु। $100 चाहिँ बोकेको छु। 50-50 $100 बोकेर गएको छु। अब हेरौँ, म मऱ्यो भने तपाईँहरूलाई, पर्यो भने म तपाईँहरूलाई देखाउँछु। ल है त म जान्छु। आज म चाहिँ गएर यहाँ खेल्नु पर्यो। ल सी यु गाइज है त, लाग्यो अब सट्टै गाडी घुमाएँ, यसरी गाडी घुमाएर म गएँ। अब यस्तो छ सिन, यस्तोबाट सट्ट म गएँ। अब यहाँबाट चाहिँ सरर जानुपर्छ टक्क। चाहिँ यो गेम खेल्न है, अब गेम खेल्नु पर्यो। पैसा हाले, यहाँ पैसा आउँछ, $10 आयो है त। अब यो खेल्नु पर्यो। $1 खेल्नु पर्यो है त। $20 जित्यो। मैले चाहिँ गेम चेन्ज गरेर खेलिरहेको छु। यो खेल्न आँटेको अब
पैसा चाहिँ यति भयो। फेरि स्पेसल आएको छ, स्पेसल हेरौँ के आउँछ अब स्पेसलमा। Push. No and piggy again. Piggy again. $3. फेरि त्यही आएको छ है। अब कुन चाहिँ पिक गर्नु केटा, कुन चाहिँ पिक गर्नु, कुन चाहिँ $4 आयो। स्पेसल एक अब यहाँ चाहिँ बोनस आयो गाइजहरु, बोनस हेर्नु है। बोनस $25 दिएको छ, $25 दियो। केही पनि आएन गाइजहरु। 100 रुपैयाँ जिम्मा लगाइराखेर हिँडेको फर्केको अब घरतिर, कम छैन। मेरो भिडियोलाई सब्स्क्राइब गरिदिनुस्, शेयर गरिदिनुस्, सबैजनाले लाइक गरिदिनुस् अनि कमेन्ट गरिदिनुस् के गर्नुपर्छ है त। सबैजनालाई स्वस्थ रहनुस्, खुसी रहनुस्, हाँसी खुसी बस्नुस्, यही छ मेरो कामना।